मेरो धर्ममित्र साथीभाइ दिदीबहिनी सबैजनालाई नमस्कार र टसिदिले भन्न चाहन्छु। अनि आजको 18औं पाठ मनलाई कसै गरी शान्ति राख्ने बारेमा फेरि म तपाईँहरूको लागि एक दुई शब्द अ, सुझाव भनौँ कि सेयर गर्न चाहन्छु। अ, बोधिसत्व शान्तिदेवले के भन्नुभएको छ भने एउटा कारण र अवस्था नभए त्यसको फल पाउँदैन भन्नुहुन्छ कि एउटा फल चाहिन्छ भने कारण र अवस्था जम्मै अ, जम्मा नभएसम्म त्यो फल चाहिँ आउँदैन भन्छ। फलमा राम्रो फल र नराम्रो फल धेरै हुन्छ होइन। मैले के भन्नु खोजेको भने मैले 17औं पाठमा पनि भनेको छु होइन, रिसले गर्दाखेरि कति असर पुर्याउँदो रहेछ भन्ने बारेमा। त्यही जस्तो एउटा अ, कारण र अवस्था भन्ने अवस्था हाम्रो अब जबसम्म हामी संसारबाट संसारको दुखीबाट हामी हट्न सक्दैन त्यतिसम्म हाम्रो रिस र राग र डाहको अवस्था चाहिँ हामीलाई हाम्रो मनमा भइरहन्छ। हामीले तिनवटा बिग भन्छ नि, थ्री पोइजन भन्छ नि होइन, द्वेष स्यदङ तिमु भन्छ नि, त्यस्तो चाहिँ हामीसँग भइरहन्छ जबसम्म हामी संसारको दुःखबाट कर्दैन। संसारको दुःखबाट कर्नुलाई होइन, थाहै रूपमा कर्नलाई त्यो तिनवटा जसरीमा हामीले त्योबाट हामीले त्यसलाई हामीले जसो गरे पनि हटाउनै पर्छ। कारण भन्ने चाहिँ त्यो कारण भनेर चाहिँ आफ्नो आफ्नो विभिन्न थरीको कारण हुन्छ होइन। कारणको बारेमा म तपाईँहरूलाई आफ्नो एउटा अनुभव होइन, बितेको 8-9 वर्षसम्म कस्तो कस्तो अनुभव आयो भने मेरो आफ्नो एउटा अनुभवले भन्यो भने बितेको 8-9 वर्षमा मैले सानो सानो समाजसेवी होइन, सोसियल सर्भिस भन्ने अलिअलि गर्ने मौका पाएको थियो। अहिले पनि समाजसेवी भनौँ या सोसियल सर्भिस भनौँ अलिअलि गर्दैछु होइन। त्यो मेरो आफ्नै एउटा मेरो दिनको अभ्यास हो भने मैले सोचिरहन्छु होइन। अर्को त मैले के गर्नु सक्दैन होइन, आफूले के जान्छ, मैले के गर्नु सक्दो रहेछ। म एउटा मानवता, एउटा मान्छे, एउटा साधारण भिक्षु या साधारण एउटा लामा ठप्पा भएको कारणले मैले के गर्नु सक्दो रहेछ भन्ने चाहिँ म आफैले जहिले पनि सोचिरहन्छु होइन। त्यस कारणले समाजसेवी गर्ने टाइममा हामीले किन गर्दैछु, यो गरेर समाजले के फाइदा हुन्छ, आफूलाई के फाइदा हुन्छ। हामी एउटा बुद्धिस्ट भएको कारणले होइन, गौतम बुद्धको चेला भएको कारणले हामीले के सोच्नुपर्छ भन्ने चाहिँ हामीले समाजसेवी नगर्दै समाजको काम भयो भने आफ्नै एउटा व्यक्तिगत काम भयो भने त्यो नगर्दै सोच्नु पर्ने चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ। हाम्रो अब न्युयोर्कमै भनौँ होइन, कतिजना समाजसेवी गर्दैछ होइन। कहिलेकाहीँ समाजसेवी गर्दाखेरि जुन समाजसेवी गर्छु भन्ने एउटा मान्छे आफ्नो आफन्तभित्र पनि अब हाम्रो सदस्य अध्यक्ष भनौँ होइन, बोर्ड मेम्बरभित्र पनि तत र मम भन्ने आइरहँदो रहेछ नि होइन। त्यस्तो हुने कारण चाहिँ कस्तो रहेछ भने मेरो एउटा अनुभव, आफ्ना पनि एउटा अनुभव हुन्छ नि होइन। जब हामीले समाजसेवीको काम गर्न सुरु गर्दाखेरि मैले गरेँ भने मलाई नाम पाउँछ होइन, मान्छेले राम्रो भन्छ होइन। यसको टाइममा यसले त्यो समाजसेवी गर्दाखेरि यस्तो भयो भने नाम कमाउँछु भनेर गऱ्यो भने त्यस्ता कारणले गर्दाखेरि हामीलाई आफूलाई दुखी
आउनेको एउटा भविष्यमा दुःखी एउटा आउने र त्यसमा आफ्नो एउटा पहिले जुन हामीले एउटा भावना लिएको थियो नि एउटा इन्टेन्सन त्यसले गर्दाखेरि अनि समाजसेवी गर्दाखेरि एकदमै दुःख पाउने र अनि आफूभित्र झै झगडा हुने अनि आफूलाई मनमा चित्त नभन्ने कारण त्यसले हुँदो रहेछ। अब त्यस्तो हो भने हामीले समाजसेवी गर्दाखेरि हाम्रो भावना कस्तो चाहिन्छ होइन, सोचाइ कस्तो चाहिन्छ भन्दाखेरि होइन, नाम जसलाई पनि चाहिन्छ होइन। म पनि एउटा लामा हो, मान्छेले ऊ राम्रो गरेछ भने खुसी हुन्छु होइन। मान्छेले नराम्रो भन्दाखेरि मनमा दुःखी हुँदो रहेछ। तर पनि राम्रोसँग सोच्यो भने यदि सबैजनालाई होइन, सबैजनालाई उसले राम्रो गर्छ, जो पनि राम्रो मन पराउँछ नि होइन, होइन? मान्छेले राम्रो कुरा गर्यो भने आफूलाई केही न केही र मान गर्यो भने, सम्मान गर्यो भने होइन, यो मान्छेले यस्तो गरेछ भने राम्रो कुराहरू सुन्दाखेरि जो पनि खुसी हुन्छ नि होइन? त्यस्तो हो भने काम राम्रो गर्नुहोस् होइन? काम राम्रो गर्यो भने त्यो हामीले मलाई नाम पाओस्, मलाई मान्छेले राम्रो गरोस् भन्नै पर्दैन। यो अटोमेटिक होइन? काम राम्रो गरिसकेपछि मान्छेले यो मान्छे राम्रो हो भनिहाल्छ। त्यसमा म राम्रो गर्छु, मान्छेले राम्रो भनोस् भन्ने त्यो अनुभव भावना लिनै पर्दैन। हामीले समाजको सेवा सेवा गर्दाखेरि। त्यस्तो होइन भने ओ म त्यो गर्छु, यस्तो ठाउँमा यस्तो गर्छु, यस्तो ठाउँमा यस्तो गर्छु भन्यो, अनि आफूले सोचेको जस्तो हुँदैन। अनि आफ्नो एउटा ट्रमको साथीहरू होइन, ट्रम अब आफ्नो बोर्ड मेम्बरहरूले आफ्नो सल्लाहहरू मान्ला मान्ने र नमान्ने धेरै थरीको हुन्छ। अनि त्यसमा अब मेरो सल्लाह पनि मानेन, अनि अब म नगर्ने भन्नेहरू, अनि एक आफन्तभित्र झैझगडा गर्ने होइन, अनि 1-2 महिना भएको छैन अनि भित्रभित्र गोलमाल हुने त्यस्तो हुँदो रहेछ। त्यस्तो नभएको र त्यस्तो नगरेर हामीले समाजसेवी गर्दै नगर्ने, गरिसकेपछि नाम कमाउँछु होइन, मेरो पर्सनल व्यक्तिगत काम चाहिँ मैले पुरा गर्छु भनेर कहिले पनि समाजसेवी नगर्नु। यो गऱ्यो भने पछि दुःख पाउँछ होइन। त्यो मेरो सानो अनुभव तपाईँहरूलाई, तपाईँहरू सबैजनालाई थाहा छ होइन, तर पनि मैले जहिले पनि भन्छु होइन, भन्न सजिलो छ होइन, गर्न एकदम अप्ठ्यारो छ। तर पनि आफूले दुःख गर्ने सोचाइ र दुःख गर्ने भावना लिएर समाजसेवी नगर्नु। मुख्य कुरा के रहेछ होइन, आफ्नो पर्सनल व्यक्तिगत काम पुरा गर्नुको लागि म समाजसेवी गर्छु भन्ने भावना नलिनु। म नाम कमाउँछु भनेर होइन, यो भावना लिएर समाजसेवी नगर्नु। नाम कमाउँछ कि नाम तल गुमाउँछ थाहा हुँदैन हाम्रो। किनभने एउटा भावना चाहिँ नराम्रो छ भने उसको फलै नराम्रो पाउँछ कि। हाम्रो अब टिबेटनबाट भन्यो भने कुलोङ भन्छ नि, इङ्ग्लिसबाट भन्यो भने इन्टेन्सन, नेपालीबाट भन्यो भावना भन्छ नि, एउटा सोचाइ। किनभने सोचाइ के छ, नाम कमाउँछु भनेर गऱ्यो भने समाजसेवी गर्छु, म मान्छेको दुःख पीडित जे छ होइन, मैले कस्तो गरी समाजलाई राम्रो ठाउँमा ल्याउन सक्छ भन्ने सोचाइ नलिएर म नाम कमाउँछु भनेर त्यो सोचाइ लिएर काम गऱ्यो भने हुँदै हुँदैन। नाम कमाउनु सजिलो छैन नि होइन, मुखले मात्रै गरेर हुँदैन नि, कामले देखाउनु पर्ने होइन। कामले गरेर देखाउनु छ नाम पछाडि आइहाल्छ। मलाई नाम चाहियो, मलाई अनि यो चेयर चाहियो भने, कुर्सी चाहियो भन्नै पर्दैन, मान्छेले सामान गरिहाल्छ। हामी समाजसेवी गर्दाखेरि कामै गर्दैन। जब अगाडि मान्छेको अगाडि देखाउनुपर्छ अनि अगाडि आइरहन्छ, काम पछाडि कहिले पनि गर्दैन। काम गर न होइन, काम राम्रो गर, नाम आइहाल्छ होइन, सोचाइ राम्रो गर, मान्छेले रिस्पेक्ट गरिहाल्छ होइन। अगाडि र पछाडि त्यो नगर होइन, मान्छेले विश्वास गरिहाल्छ। हामीले जिउ चाहिँ समाजसेवी भन्छ होइन, अनि मन चाहिँ आफ्नो व्यक्तिगत काम
र अनि जुन आफूले मन नपर्ने र होइन, मन नपर्ने मान्छेले कसरी म तल खसालौँ भन्ने सोचाइ लिएर गऱ्यो भने अनि आफूलाई पनि अशान्ति, दुःख, रिस उठ्छ, डाहा हुन्छ होइन, होइन? अनि एक आफन्तभित्र कुरा काट्ने, एउटाले भनेको एउटाले नमान्ने, अनि के भयो र हामीले समाजसेवी गरेको गरेको हो या आफन्तभित्र झगडा गर्नु आएको हो थाहै नहुने रहेछ। आजकल समाजमा त्यस्तो अलिअलि भइरहँदो रहेछ नि। त्यो के हो? हामी पहिले समाजसेवी गर्नुको लागि एउटा सँगै जुटेर टिम वर्क भन्छ नि, त्यो नसोचेर आफै व्यक्तिगत नाम कमाउने गऱ्यो भने कहिले पनि हुँदैन। बुद्धिस्टको बारेमा भने एक आफन्तभित्र भर नपरी केही काम बन्दैन। बुद्धिस्टले त्यो भनेको छ कि बुद्धिस्ट फिलोसफीमा हामी जे काम भयो भने एउटा खाना लाउने बस्ने भयो भने अर्कालाई भर परिरहेको छ भन्छ। फेरि तपाईँहरू सोच्नु होला, ए पैसा हामीले दिइरह्यो के भर पैसा भयो भने अनि खाना बेच्ने मान्छे, लुगा बनाउने मान्छे त्यो छैन भने हाम्रो दिनदिनको व्यवहारै चल्दैन नि, दिनदिनको दुःखै हट्दैन नि होइन। त्यसकारण हामी जे काम भयो भने अर्कामा भर परिरहेको छ। समाजसेवी गर्दाखेरि पनि अर्कालाई भर परिरहन्छ। समाज छैन भने हामीले समाज सेवा कसरी गर्ने होइन, टिमवर्क छैन भने एकजनाले के गर्ने? एउटा टेबल उठाउनको लागि 4 जना छ भने एकदम सजिलोसँग उठाउन सक्छ नि होइन, एकजनाले उठाउँदाखेरि कति गाह्रो रहेछ। त्यही जस्तो हो। त्यस कारणले म मुख्य कुरा चाहिँ के भन्न चाहन्छु भने आफ्नो व्यक्तिगत नाम र व्यक्तिगत आफ्नो कामहरू सफल गर्नुको लागि समाजसेवीमा नगर्नु कहिले पनि पुरा हुँदैन। पुरा भइहाल्यो पनि काम आफ्नो 1-2 वर्षको काम सकेपछि मान्छेले पछाडि धेरै के भन्छ कुरा काट्छ। त्यो कुरा काट्यो भने आफूले कहिले पनि सुख पाउँदैन। जहिले पनि मनमा दुःख हुन्छ। अनि काम सकिसकेपछि भने मैले त्यो टाइममा नराम्रो भावना लिएर काम गरेँ, यो त भएन भने आफूलाई एउटा कस्तो पश्चाताप भन्छ होइन? पश्चाताप पश्चाताप हुन्छ। अनि पश्चाताप भयो भने हामी एउटा बुद्धिस्ट भयो के कारण? 2 वर्ष, 3 वर्ष दुःख गरे अनि जिउले दुःख गर्यो, मनमा पनि दुःख पाउने, होइन? समाजसेवी गरिसकेपछि मनलाई जिउलाई दुःख पायो भने, जिउ थाक्यो भने मन चाहिँ शान्ति हुनुपर्नेमा समाजसेवी गरेर जिउ पनि थाक्नु, मन पनि थाक्यो भने के फाइदा? त्यसले हामीले जहिले पनि समाजसेवी गर्दाखेरि भावना आफ्नो एउटा सोचाइ चाहिँ राम्रो लिनुपर्ने चाहिँ एकदम महत्त्वपूर्ण रहेछ भन्ने। त्यो नगरे त्यस्ता कारणले गर्दाखेरि झै झगडा हुन्छ अनि काम पनि सफल हुँदैन अनि 2-3 वर्ष बिताएको पनि आफूलाई घाटा। त्यसको साटो त आफ्नो व्यक्तिगत दिनको काम गर्यो, हप्तामा पैसा पाउँछ, पैसा कमायो भने त्यही राम्रो हो होइन? हामीले सोचाइ जसो राम्रो हुनुपर्ने रहेछ। समाजसेवी गर्दाखेरि पनि हाम्रो धर्महरू गर्दाखेरि पनि पारपूजा गर्नु सोचाइ चाहिँ एकदमै महत्त्वपूर्ण हो। त्यसले गर्दाखेरि पनि कहिलेकाहीँ हाम्रो मनहरू अशान्ति हुने र अनि जुन काममा भए पनि एकदमै गाह्रो हुने कारण त्यस्तो रहेछ। हो त्यो भन्न चाहन्छु अनि टसी धेरै नमस्ते, पछिल्लो पाठमा भेटौँला।